चकलेट ल्याएन आज हामी चाहिँ ड्राई पिकनिक जाँदैछौँ मैले बाटोमा त टिप्नु भनेको थिएँ बिर्सेँ फ्यामिलीको साथमा लगभग हामी 10-15 जना छौँ दुईटा गाडीमा अहिले चाहिँ हामी बाटोमा जाँदैछौँ ठन्डै हुनुहुन्छ पछाडि सबैजना हात हल्लाइदिनु न हो यार मेरो ब्लगमा खै दिलीप दाइ अङ्कल टन्नै छौँ हामी फोटो खिचिराखौ न ड्राइभर दिदी हुनुहुन्छ दिदीले लिएर जाँदै हुनुहुन्छ हामीलाई चाहिँ अब अल्ते भन्ने ठाउँमा जानु लाग्यो रिभेरा दे अल्ते भन्ने ठाउँमा त्यो झर्ना छ अरे छुट्टीको दिन घुम्न जानु लाग्यो के अरे दिलीप दाइ अनि तपाईँ अगाडि आउनु होइन म सानो मान्छे अनि अगाडि जानु परेन एउटा गीत छ सुनेछ त्यही भन्नु त आन्टी लभर के अरे हिजो लिन केटाहरूले के लिएर दिन्छ मलाई ल्याङ गरेर अनि उसको बाटो चाहिँ अगाडि यस्तो छ डाँडाहरू हुन्छ यहाँ त कति दिन हाने यही हो ठुलो ठुलो डाँडा काँडा भनेको कतिहरू त्यही मोबाइल छ जियोस् डाँडा हामीलाई यस्तो डाँडा देख्दा नि अचम्म लाग्छ अहिले त नेपालमा त्यस्तो डाँडा काँडा छ त्यही पनि हामी घुम्दैनौँ यहाँको यत्रो सानो डाँडा काँडा देख्दा नि अचम्म लाग्छ क्या खुसी लाग्छ नेपालमा जस्तो प्राकृतिक भइएको देश चाहिँ अब अरू ठाउँ चाहिँ देखेको छैन मैले अब हामीलाई यहाँको यत्रो अब डाँडा देख्दा नि अचम्म लाग्छ नेपालमा कत्रो कत्रो डाँडा छ क्या नेपाल नेपाल नै हो डाँडाकै छेउमा आइपुग्यो खेतीमा काम यो सबै सुन्तला खेती तल छ यस्तो बबाल छ है ठाउँ चाहिँ यस्तो डाँडा काँडा देख्दा बबाल लाग्छ है डाँडा काँडामै अब हुर्केको भयो डाँडा काँडामा हुर्केको भएर होला सुन्तला यस्तो ठाउँमा पो आएछौँ है हामी रेस्टुरेन्ट भिडियो मात्र देखिन थाल्यो के हेर्दै हुनुहुन्छ यहाँ दाइहरूले के हेर्नु भएको खै अहिले त भर्याङ अर्को बनाएछ यहाँ रहेछ नि त झर्ना पहिला उहाँ पनि थियो क्या पुल्ने ठाउँ त यहाँ गएर स्विमिङ हान्नु अहिले चाहिँ दिन्छै दिँदैन यस्तो ठाउँमा आएको रहेछ नेपालमा त कति कति यस्तो त यो यदि हेर्नु पनि हामी यो जब उयो खाल्टा हेर्नु यहाँदेखि घुमेर आएको त्यत्रो मेहनत गर्छ रिभेरा नदी त्यो सब छ नि पुलिस तालले छोड्नु अगाडि उहाँ पैसा कहाँको उहाँ पैसा त्यो जाँदैछ फर्केर उहाँ जान्छ फर्केर हामी चाहिँ यो झर्ना हेर्न आएको है त्यो नेचुरल हो कि बनाएको हो यो झर्ना हेर्न आएको हामी यस्तो झर्ना हेर्न आएको यसलाई झर्ना भन्छ त अब यहाँ चाहिँ यो पनि यो हुनु पनि धेरै राम्रो कुरा होइन पोर्चुगलमा यतिको हुनु भने अब हाम्रोमा त यस्तो त कति त हाम्रो लागि त केही पनि होइन तर यहाँ चाहिँ अब अति धेरै हो पानी कस्तो छ यहाँको पानी त यार यसमा पौडी खेल्नु मजा आउँछ अहिले पौडी खेल्नुपर्छ ग्रुपहरू के गरेको के हो यो ग्यास बाल्न लागेको खोल्नै आएन दाइलाई खोल्नु नि आएन के खोल्नु पनि आउँदैन यहाँ भिडियो बनाउनु ल मलाई चाहिँ आएन होइन यसलाई चाहिँ आउँछ अरे के हो त यो
यहाँ जोडेको नि देखाउनु न उसलाई चाहिँ आउँछ नि भने त आजी फिट गर्न चाहिँ आउँछ होला फिट गर्नु चाहिँ त्यसले लक गर्ने हो यता गर्न यो यता पार्न ए त्यो पालभित्र होइन पालभित्र पार्नु पर्यो लक कसरी ल भयो ल त्यतिकै लक लक हुनुपर्छ छ क्या यहाँ छ क्या लक भयो ल पाउन त्यहाँ बालेको छैन बसाएर किन खोलेको यो के हो पानीको दुखी तास खेल्ने कार्यक्रम भइरहेछ मेरो पैसा कसले यहाँ राखेको हो आन्टी तपाईँकै पैसा बिहानदेखि आएको पैसा नि यस्तो मात्र हुन पाएर आफैले गर्नुपर्छ दाइको के आयो केही छैन चेत यता दाइको हेर्नुभयो भने हेर्नु न सुरुमा 12 वर्ष नि यस्तो भयो सबै बाँड्दैन हैन बुवा एउटा कस्तो गइदिएर नि है अलि फरकिलो बारे खेल्नु त तर खास गरी यसो भुइँमा ओछ्याउने भनेर लिएर आएको थियो त अनि एकदम के हो के अन्डा यो के भन्छ कस्ता एरिया आइसक्रिमहरू मासु म्यारिनेट हुँदैछ यहाँ आइसक्रिम त हो नि त्यो होइन मेन भन्दा लेख्नु भएन अरूले के हेर्नु किन हुने जरा थियो त्यस्तोवाला त होइन फेरि त्यो उनी त होइन नि म यहाँ ट्रिट गरिदिइहाल्छु उहाँ चाहिँ कुक्दै हुनुहुन्छ पर्सनल हायर गरेको आज एकदम खानेकुराहरू बनाउँदै हुनुहुन्छ धेरै छ आज हामी चाहिँ त ड्राई पिकनिक आएको छौँ विथ पर्सनल सेफ दाइ हुनुहुन्छ यता पुरै हाम्रो सब सामान रेडी छ यता अनि हाम्रो चाहिँ पुरै तास खेल्ने कार्यक्रम पनि भइरहेछ मौसमको यस्तो बवाल छ यो यस्तो बवाल लागिरहेछ पुरै मेरिनेट गर्दै हुनुहुन्छ दाइले चाहिँ एकछिनमा खानुपर्छ है त कतिको मार्दै हुनुहुन्छ दाइले गुलाम सम्मको हजुर उता हाम्रो दाइले कतिको मार्दै हुनुहुन्छ भरे बस टिकट काट्नु पर्ने यही साँची अनि यस्तो हाल्नु के हान्नु न ल नत्र त डुबीले खानु बिचार्दै पाँचको थियो नि हाम्रो सुरुवात ब्रेड र चियाबाट विदाउट सुगर है बनैमा आन्टी नै नाच्नु भने भिडियो बनाएको छ नि दाइ नाच्नु त अस्तिको स्टेप देखाइदिनु न एउटा स्टेप जुन भयो नि तिन पाँच यहाँ 15 त भएछ पाइँदैन
जब से दिल्ली मसँग देखेर चाँद सितारों से निकला गुलाबों से निकला चाँद सितारों से निकला फिर डूबा महबूबा 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 लागे भन्छ ल मैले लाग्यो भनेछु जब से रामे सुन नाच्दिन नाच्दैन लागे हमें तपाईले सिकाएर भिडियो त गरे हैन आन्टी अलिक पछाडि अरे गाडी अब चलाउँदै आयो त दिले गाडी अब चलाउँदै म तल पनि कहाँ छ पैसा छैन मसँग पैसा
प्रमोदको पालो के भन्ने पालो सबैजना रेस्टमा छ मान्छे न उस्तै भनेपछि नर्छ स्टेप राम्रै हालेको छ निक्लिरहेछ अघि स्टेप हालेको छ नि त त्यो दिलीप त्यो आउँदै त्यसमा टप लाग्यो के गर्नु